गंगू छेत्री 7.2 काण्ड सार्वजनिक गर्ने मान्छे जेल जाँदै। सुन्नुहोस् गंगू छेत्रीजी, तपाईको त्यो 7.2 काण्ड कस्तो थियो? त्यस्तो पो थियो? अनि त्यो काण्ड देखेर तिमीलाई कस्तो लाग्यो? हाँसो पो लाग्यो? अनि तिम्रो त्यो 7.2 काण्डको भिडियो कहिलेको हो? कि यो भएको भिडियो त पहिलाको हो, आउट अहिले भएको छ नि त। ए भिडियो पहिलाको हो? अनि सबैले यहाँ सामाजिक सञ्जालमा तिम्रो बारेमा गंगू छेत्री 7.2 काण्ड भनेर कन्ट्रोभर्सी गरिरहेछन्, तिनीहरूलाई तिमी के भन्न चाहनुहुन्छ? सो प्लिज अहिले उसलाई चिल गर्न दिनु हैन। जब मेरो दिमाग सटिन्छ त्यसलाई जेलमा हाल्ने हो। अनि तिमीलाई त्यो काण्डले कुनै असर गरेको छैन? जे भयो भयो हैन, जे भयो भयो, नगर्ने गल्ती मबाट भयो। के अब तिमी त्यो केटासँग तिम्रो नाम जोड्न चाहन्छौ? म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न प्लिज, त्यति हो मेरो कुरा हैन। त्यसो भए अब तिमी उसले के गरेको हेर्न चाहन्छौ त? अनि उसले पनि चिल गरोस् हैन, चिल मारोस्, उ बाहिर आउनु पर्छ भनेर, किनकि म मरेको छुइनँ, म बाँचिरहेको छु। ए कुरा पो त्यस्तो? ल सुन है त, त्यसो भए मेरो सन्देश पनि, तिमीले गरेको त्यो कार्यले संसारमा प्रलय ल्याएको छैन, आकाश खसेको छैन। उमेर र अवस्थाको असरले प्रेम र विश्वासको जालमा तिमी फस्दा त्यस्तो भयो। जसलाई विश्वास गर्यौ उसले तिमीलाई धोका दियो। हिम्मत नहार, यसबाट पाठ सिक र जीवनका उतार चढावलाई सामान्य ठान। जिन्दगी लामो र सुन्दर छ, संसार र जीवनलाई जित्ने अवसर धेरै छन्। तिमी अझै सानो छौ र जीवनमा गर्नको लागि धेरै कुरा बाँकी छन्। कस्ता कस्ता नराम्रो घटनाहरू घटाएर त यो संसारमा मान्छेहरू हाँस्दै र नाच्दै बाँचेका छन् भने त्यसैले कहिल्यै हार नमान्नु। यसलाई एक नराम्रो सपना सम्झनु, पढाइसक्नु, आफ्नो र परिवारको सपना साकार पारिनतर्फ लाग्नु। अनि सुन्नुहोस् तपाईहरू पनि जो सामाजिक सञ्जालमा 7.2 गंगू छेत्री काण्ड भनेर खोजिरहेछ नि, सामाजिक सञ्जाल र प्रविधिको प्रभावका कारण आउने दुर्भाग्यपूर्ण घटनाबाट बच्नका लागि यो घटना सचेतना र पाठको रूपमा लिउँ। प्रविधिको संसारमा अनुशासित र सतर्क भएर बसौँ। अन्धो भएर कसैलाई विश्वास नगरौँ। कहिले काहीँ गल्ती भए पनि त्यसबाट पाठ सिकौँ, अघि बढौँ। धन्यवाद।